के हाम्रो आफ्नै आत्मा भगवान हो? अब यो प्रश्नको उत्तरमा जीवात्माको आत्मा भगवान होइन। किनभने हाम्रो जुन आत्मा छ, हामी जीवात्माको आत्मा, हामी मनुष्य जीवात्माको आत्मा होस् अथवा कीट पतंग चराचुरुङ्गीहरूको आत्मा, जसको पनि के हो त यो आत्मा, जीवात्मा, यो बद्ध जीव हो, यो भगवान होइन। प्रत्येक जीवात्मासँगैको आत्मा जुन कि परमात्मा हुनुहुन्छ, त्यो सँगैको परमात्मा चाहिँ भगवान हो, जसलाई हाम्रो कर्महरूको द्रष्टा वा साक्षी पनि भनिन्छ हैन। हाम्रो प्रत्येक कर्मको हामीलाई हाम्रो अनन्त जन्महरू भइसकेको छ। हामीलाई आफ्नो अनन्त जन्महरूको कुनै पनि कर्महरू याद छैन। हामी के थियौँ, पूर्वजन्ममा के थियौँ हैन, 3-4 जन्म अगाडि के थियौँ, हाम्रो मातापिता को हुनुहुन्थ्यो, हाम्रो अहिले जुन हाम्रो परिवारमा हाम्रो सदस्यहरू हुनुहुन्छ, त्यो पूर्वजन्ममा कस्तो किसिमको नाता थियो यो परिवारको सदस्यहरूको भनेर हामीलाई केही पनि थाहा छैन। तर हाम्रो द्रष्टा भएर जुन सँगै परमात्मा निवास गर्नुभएको छ, उहाँलाई यो कुरा सबै थाहा छ हैन। त्यसैले साक्षी आत्मा जुन कि परमात्मा हुनुहुन्छ, उहाँलाई सबै एक एक हाम्रो राम्रो कर्म, नराम्रो कर्म, हाम्रो प्रत्येक जन्मको परिवार, हाम्रो शारीरिक अवस्था, हाम्रो परिस्थिति सबै थाहा छ। त्यसैले हामीले आफ्नो आत्मालाई परमात्माको आत्माको सरह हो भनेर भन्न सक्दैनौँ। थ्याङ्क यू।